हेलो गाइज वेलकम ब्याक टु माई च्यानल एगेन भर्खर रेडी भएर निक्लेको। अब आजको चाहिँ हाम्रो यात्रा हुँदैछ अकल्यान्डसम्मको र सबिन चाहिँ अलरेडी आइसकेको छ। अनि सबिनले चाहिँ मलाई लिन आएको मान्छे मैले ढिलो गरेर चाहिँ आज ढिलो भइरहेको। सो अब आज चाहिँ हामी यहाँ निक्लिँदैछौँ अकल्यान्डको लागि। त्यही भएर अब एक्सप्लोर भइ नै हाल्छ ब्लगमा। सो स्टे ट्युन है। हेलो गाइज अब हामीहरू चाहिँ यहाँबाट रोटोराबाट निक्लिसकेको छौँ। सुरुमा अब हामी प्रेमकोमा जान्छौँ र हामी चाहिँ प्रेमको गाडीमा जाने प्लान भइरहेको। सो अब हामी यहाँबाट चाहिँ टक्क भ्यू हेर्दै हेर्दै ग्रिनेरी एकदम बाटोभरि छ नि त। यहाँ त अब त्यही हो हरियाली, किनकि भेडाको चढ्ने पाखा पखेरा मात्र छ नि त न्युजिल्यान्डमा बेसी। त्यो भएकोले अब हामीहरू चाहिँ टक्क ग्रिनेरी हेर्दै 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 अकल्यान्ड जान्छौँ। अनि अकल्यान्ड सिटी कस्तो छ भनेर हेर्छौँ। जान त पहिला पनि गयो, तर मैले भ्लग सक चाहिँ अब त्यस्तो बनाउनु न थियो। अब योचोटि चाहिँ भ्लगै बनाउँदैछ कि म अब गएको पनि। सो अब के रहेछ, अब नयाँ कुरा के देखिन्छ, सबै कुरा एक्सप्लोर भइहाल्छ होइन। सो गाइज स्टे ट्युन है त। अब हामी चाहिँ प्रेमकोमा आइसक्यौँ। अनि भक्का भक्की सामानहरू चाहिँ हामी यतापट्टि साइराखौँ प्रेमको गाडीमा। अनि त्यस पछाडि यहाँबाट चाहिँ अनि हामी रोटोरालाई बाई बाई गर्दै हामी अकल्यान्डतिर जान्छौँ। सो अनि मैले यहाँ एउटा कुरा नोटिस गरेको चाहिँ यहाँनिर जस्तै अब कन्स्ट्रक्सन एरियातिर चाहिँ अब सबैतिर चाहिँ नेपालको जस्तो ठुल्ठुलो बुलडोजर जाँदैन नि त। तर यहाँ कति सानो क्युट मिनी डोजर पनि रहेछ। त्यही भएर देखाउन मन लाग्यो नि देखाएको क्या। गाइज अब चाहिँ हामीले भाले गाडी छोडिवरी टक्क यो के भन्ने अर्को महाभाले गाडी चढिसकेको छौँ। र अनि यता हाम्रो हुनुहुन्छ प्रेम सागरजी, उहाँले चाहिँ ड्राइभ गर्नुहुनेछ। अब हामीलाई सेफली अकल्यान्डसम्म छोड्नुहुनेछ। र अब हामी रोटोरा छोडेर निक्लिँदैछौँ। रहेको छ भेडाभेडीहरू। अब चाहिँ हामीहरू अकल्यान्ड जाँदै बिचमा ब्रेक लिने सल्लाह भयो र अनि हामी चाहिँ यहाँ एक्जिट लिएर टक्क यहाँनिर म्याकडोनल्ड्समा आएको छौँ। अब केही कचाकुचुक खाएर जान्छौँ। सो यो चाहिँ म्याकडोनल्ड्स भयो। उतापट्टि चाहिँ पेट्रोल पम्प छ। यो म्याकडोनल्ड्स भयो। अनि यहाँनिर चाहिँ सेल्फ अर्डर गर्ने ठाउँ छ। यहाँनिर चाहिँ आफैले सेल्फ अर्डर गर्न मिलो। गाडी भरेर उता टेकअवे लिएर जाँदा नि भयो, नत्र भित्र गएर अर्डर गर्दा नि हुन्छ। यस्तो खालको छ यहाँ चाहिँ, एकदम सही छ। अब हामी चाहिँ लाग्यौँ भित्र म्याकडोनल्ड्स। र हामीले चाहिँ सर अर्डर गरिरहेछौँ, सेल्फ अर्डर गर्ने यहाँबाट है। गाइज अब हाम्रो चाहिँ आइसकेको छ र टक्क अब हामी खाने हो चटर लगाएर। टाटा टाटा। र मेरो चाहिँ कस्तो आयो भन्ने कुरा हो, टक्क खोलेर वाह सानो छ यत्रो। ल गाइज अब हामीहरू चाहिँ अकल्यान्ड छिरिसकेको छौँ। र अकल्यान्ड छिर्नुको सिम्टम्स भनेको चाहिँ उतापट्टि जाम हेर्न सकिन्छ। एकदम भिड। अब जस्तै 30 मिनटमा पुग्ने ठाउँ पनि 1 घन्टा लाग्छ, किनकि जाम बेसी हुने रहेछ। सो अब चाहिँ अकल्यान्ड छिर्यौँ गाइज। अब हामी चाहिँ यहाँ ट्राफिक जाममा परिसकेको छौँ। यु क्यान सी। अब यहाँबाट चाहिँ एकदम झ्याउ हुनेवाला छ, वाक्क दिक्क प्याक्क हुनेवाला छ। त्यो माथि ब्रिजमा पनि हामी भिड लिन सक्छौँ। मुनि पनि भिड, जताततै भिडै भिड। सो मच क्राउड हियर। हामी चाहिँ अकल्यान्डको स्काई टावरतिर छिरिसकेको छौँ। सिटी एरियामा अब पानी पनि हल्का परिरह।
र अब हामीहरू बस्ने होटल सुदिमा लेक रोटुवाको भाइ सुदिमा होटल चाहिँ यहाँनिर छ। यो भयो हामी चाहिँ यहाँ बस्ने प्लान छ आज। सो तर हल्का पानी परिरहेको छ। अब सिटी चाहिँ एक्सप्लोर गर्न पाउँछ पाउनु थाहा छैन गाइज। हेरौँ पानी नपरोस् धेरै। हेलो गाइज, हामी चाहिँ सुदिमा आइसकेको छौँ। सुदिमाको एम्बियन्स चाहिँ राम्रो रहेछ भित्रको जे होस्, मलाई चाहिँ राम्रो लाग्यो। टक्क लाइटहरू है सर एकदम राम्रो छ। अब यहाँ रिसेप्सनमा आउनुहुन्छ होला कोही, अनि कुरा गर्ने, अनि चेक इन गर्ने, अनि भित्र जाने। अहिले चाहिँ हामी गाडी पार्क गर्न यहाँ छौँ र मेरो पछाडि चाहिँ स्काई टावर छ, जुन चाहिँ एकदम फेमस ठाउँ हो यहाँको अकल्यान्डको। र यहाँनिर चाहिँ अब त न्यू इयरको टाइममा चाहिँ एकदम यहाँनिर सेलिब्रेसन चाहिँ राम्रो हुन्छ र सबैजना यहाँ आउने गर्छन्। प्लस यो सिटी एरिया एकदम ठुलो छ। हामीलाई रोटोरामा बस्ने बानी भएर अलिकति सानो ठाउँमा, तर यो एकदम राम्रो छ। सो अब चेक इन गरिसकेको छौँ, कार्ड लिइसकेको छौँ हामीले र हाम्रो रुमको कार्ड यस्तो छ। त्यस पछाडि अब हामी भित्र गइसके पछाडि त्यो अनुसारले टक्क मिलाएर ओरेर टक्क फ्रेसेस भएर अनि त्यस पछाडि घुम्न जानेछौँ। गाइज हामीहरू चाहिँ पार्किङ गरी अब जाँदैछौँ होटलतिर र हल्का सिम पानी पनि परिरहेको छ र हामीले पार्किङ चाहिँ यहाँ गऱ्यौँ सेक्योर पार्किङ भन्ने। यहाँ चाहिँ अलिकति चिप एन्ड बेस्ट रहेछ। सो अब यहाँबाट हामी लाग्दैछौँ होटलतिर। विन्टर भएकोले नि होला अलिकति चिसै छ। सो अब होटल गएर फ्रेस हुन्छ मौसम त्यही हो। तर अब खासै अब आज प्लान गरे अनुसारले कतै निक्लिन चाहिँ मिल्छ जस्तो लाग्दैन, किनकि पानी परिरहेको पानीले चाहिँ लास्टै ल्याङ गरिरहेको। अब हेरौँ के हुन्छ। सकेसम्म हामी एक्सप्लोर गर्छौँ अकल्यान्ड सिटी। अब इभिनिङ भ्यू कस्तो छ हाम्रो होटेलदेखि चाहिँ टक्क स्काई टावर पनि बवाल देख्ने रहेछ। सो होप छ है। र हामी चाहिँ सुदिमा आइसकेको छौँ र हाम्रो भ्लगर केटो। सो यर गोइङ टु आवर रुम। आएको छ हाम्रो रुम र यो रुममा चाहिँ म र प्रेम बस्नेछौँ। प्रेमको बेड, मेरो बेड, अनि उनीहरू दुईजना भने माथि जान्छन्। तर सानो रहेछ रुम होइन। अनि टक्क अब यहाँनिर चाहिँ म वासरुमहरू कतिको सफा छ भन्ने कुरा हुन्छ। टक्क बाथरुम यस्तो रहेछ, राम्रो रहेछ। यो चाहिँ अकल्यान्डको नाइट भ्यू। अब हामी चाहिँ यहाँबाट सिटी एरियातिर हिँड्दै एक्सप्लोर गरिरहेको छौँ। र पछाडि चाहिँ अस्मी र उता पछाडि दुईवटा भ्लगर क्यामेराम्यानहरू पनि छन्। सो अब हामी चाहिँ सक्दो अब सिटी एरियातिर मस्त घुम्ने हो। सिटी एरियातिर चट्ट लगाएर गाइज। अनि अब यहाँनिर तपाईँ चाहिँ क्रुजहरू पार्किङ गर्ने एरिया रहेछ सिटीमा। टक्क अब यहाँ आएको छौँ अनि यहाँनिर चाहिँ रेस्टुरेन्ट रहेछ यो वरिपरिको एरियामा चाहिँ एकदम राम्रो छ। अब एकछिन पछाडि चाहिँ अब हामी पनि केही खान्छौँ। सुरुमा चाहिँ यताउति हेर्ने ओर्ने डुल्ने एकछिन भनेर चाहिँ हामी डुलिरहेछौँ। सो अनि यता फोटोग्राफी चलेर पछाडि अब अकल्यान्ड आएपछि फोटो खिच्नै पऱ्यो, हाल्नै पऱ्यो फोटो होइन टक्क। अनि त्यस पछाडि हाम्रो क्यामेराम्यान हुनुहुन्छ प्रेम सागर चौधरी र दुईजनाको चाहिँ यहाँनिर टक्क पोज दिइरहेका छन् अनि फोटो खिचिरहन्। जे होस् अब अकल्यान्डको मेमोरिजहरू त बनाउनु पऱ्यो। यो रहेको छ अकल्यान्डको ठाउँमा बस पार्क हुन्छ र यो वान अफ देम। यो चाहिँ एउटा बस पार्क हो। यसरी नै हुन्छ, टक्क आउँछ बस आउँछ चट्ट चढ्ने जाने ओर्ने। त्यस पछाडि यही हो, झिलिमिली हुन्छ, लाइटहरू हुन्छ, केही एक्स्ट्रा केही हुँदैन। अलिकति बाटोघाटो सफा हुन्छ। त्यही हो विदेश भनेको चाहिँ, अलिकति सिस्टम हुन्छ हरेक कुरा। भनौँ अगाडि भनेको त लाइट छ, ट्राफिक लाइट भयो, उसरी वेट गर्नुपर्ने हुन्छ हामीहरूले हिँड्दै जानको लागि पनि। हामी चाहिँ स्न्याक्समा यो खाजाको मेन्यू हेर्दैछौँ। गाइजहरू मिठो खानको लागि, नेपाली खाना खानुको लागि मन छ भने अकल्यान्ड आएर चाहिँ स्न्याक्स आउने अरे। सो यु गोना गेट लट्स अफ डिलिसियस फुड, जुन चाहिँ नेपाली फुडहरू चाहिँ एकदम। तर मैले मेन्यूमा सबभन्दा एक्स्ट्रा भेटेको भनेको चाहिँ म पूर्वको भएर होला, यहाँनिर छ धरानी सेकुवा। सो खाना मन छ भने आउने, एकदम मिठो चक्की मिठो खानेकुराहरू चाहिँ है त। र हाम्रो चक्की ससेसहरू आइसकेको छ।
र आइसकेको छ धराने खाजा सेट। यो आयो चाहिँ सादेको वाइवाई अनि झोल मोमो। हेलो गाइज, हामी त्यहाँबाट खायो अरे खाजा खाएर निस्किसकेको छौँ र अब भने हामी डेजर्ट खाँदैछौँ र यो पछाडि भने हाम्रो सकिने छ। त्यस पछाडि अब हामी एक ठाउँमा यसो सिटी एरियातिर घुम्दैछौँ। त्यस पछाडि के गर्छौँ भनेर भन्छौँ है त, आइसक्रिम।